हामी जेप्टोल सीआरको बारेमा कुरा गर्दैछौं, जुन एउटा एकदमै महत्त्वपूर्ण औषधि हो। ल सुरु गरौँ है त। यसको प्रयोग, मात्रा र ध्यान दिनुपर्ने कुराहरू के हुन्? जेप्टोल सीआर खासमा कार्बामाजिमाइन भन्ने औषधि हो। अब यसको नामको पछाडि सीआर किन छ त? यसको मतलब हो कन्ट्रोल्ड रिलिज। सीधा भाषामा भन्नुपर्दा यो प्रविधिले औषधि पेटमा गएपछि एकैचोटि होइन, बिस्तारै बिस्तारै रगतमा घुल्छ। यसको फाइदा के हो भने दिनभरि शरीरमा औषधिको मात्रा लगभग उस्तै रहन्छ र पटक पटक औषधि खाइरहनु पर्दैन। ल अब हेरौं, डाक्टरहरूले जेप्टोल सीआर खासमा के कस्ता स्वास्थ्य समस्याहरूको लागि सिफारिस गर्नुहुन्छ? यो औषधिको प्रयोग मुख्यतया 4वटा अवस्थाहरूमा हुन्छ। पहिलो त छारे रोग वा झट्का पर्ने समस्या अर्थात् एपिलेप्सीको नियन्त्रणको लागि। दोस्रो, अनुहारको एउटा नसामा हुने एकदमै चर्को दुखाइ जसलाई ट्राइजेमिनल न्युराल्जिया भनिन्छ, त्यसको लागि। तेस्रो, बाइपोलर डिसअर्डरमा देखिने मेनियाको अवस्थालाई स्थिर गर्न। र चौथो, नसासँग सम्बन्धित लामो समयदेखिको दुखाइ यानि न्युरोप्याथिक पेनको उपचारमा पनि यो प्रयोग हुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आऊ, यो औषधि कसरी खाने र कति मात्रामा खाने? यहाँ एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ। औषधिको मात्रा कति हुने भन्ने कुरा डाक्टरले मात्रै तय गर्नुहुन्छ। बिरामीको अवस्था, उमेर, तौल सबै कुरा हेरेर मात्रा निर्धारण गरिन्छ। त्यसैले आफू खुसी वा अरूको सुनेको भरमा डोज घटाउने वा बढाउने गल्ती कहिले पनि गर्नु हुँदैन। यो औषधि खाने तरिकामा चाहिँ विशेष ध्यान दिनुपर्छ है। यसलाई खानासँग वा खाना नखाइकन पनि लिन सकिन्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, ट्याब्लेटलाई सधैँ सिँगै निल्नुपर्छ। यसलाई फुटाउने, चपाउने वा धुलो बनाउने काम त फिट्टिकै गर्नु हुँदैन। किनभने त्यसो गर्यो भने यसको कन्ट्रोल रिलिजवाला गुण नै नष्ट हुन्छ अनि औषधि शरीरमा एकैपटक धेरै फैलिएर नराम्रो असर गर्न सक्छ। कुनै पनि औषधिको केही न केही साइड इफेक्ट हुन सक्छ। अब जेप्टोल सीआरका सम्भावित असरहरूबारे पनि कुरा गरौं। यसको साइड इफेक्टलाई हामी दुई भागमा हेर्न सक्छौं। एकातिर सामान्य असरहरू छन्, जस्तै अलिअलि निद्रा लाग्ने, थकाइ महसुस हुने वा रिङ्गटा लाग्ने। धेरै जसो अवस्थामा शरीरले औषधिसँग बानी पर्दै गएपछि यस्ता असरहरू आफै कम भएर जान्छन्। तर अर्कोतिर केही गम्भीर असरहरू पनि छन् जसमा तुरन्तै ध्यान दिनुपर्छ। जस्तै छालामा नराम्रोसँग डाबर वा बिमिरा आयो भने, ज्वरो आउने वा संक्रमणको कुनै लक्षण देखियो भने, वा एकदमै गाह्रो हुने गरी एलर्जी भयो भने तुरन्तै डाक्टर कहाँ जानुपर्छ। ल अब अन्त्यमा यो औषधि सुरु गर्नु अघि अपनाउनु पर्ने केही एकदमै महत्त्वपूर्ण सावधानीहरूबारे पनि जानिराखौं। केही अवस्थाहरू छन् जसमा यो औषधि लिनु हुँदैन। जस्तै यदि कसैलाई कार्बामाजेपिनबाट एलर्जी छ भने, कलेजोको गम्भीर समस्या छ भने, वा पहिले कहिल्यै बोन म्यारो सप्रेसन भएको थियो भने। त्यस्तै केही अन्य औषधिहरू जस्तै MAO इनिबिटर्ससँग पनि यो लिनु हुँदैन। अनि गर्भवती, जलबिन्दु वा मुटु सम्बन्धी समस्या भएकाहरूले चाहिँ विशेष सावधानी अपनाउनु पर्छ र डाक्टरको सल्लाह बिना यो औषधि सुरु गर्नु हुँदैन। यो जानकारी आशीर्वाद हेल्थ केयर एन्ड मेडिकल सेन्टरबाट उपलब्ध गराइएको हो। एउटा कुरा सधैँ याद राख्नुहोला, यो प्रस्तुति केवल सामान्य जानकारीको लागि मात्र हो। कुनै पनि औषधि सुरु गर्नुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे डाक्टरसँग विस्तृतमा कुरा गरेर उहाँको सल्लाह लिनु नै सबैभन्दा उत्तम हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। धन्यवाद।